स्वागत है सजरलाई हमारा ये वीडियो चैनल में। हम आज जा रहे हैं उधर, क्या बोलते हैं उसको, बाजार जा रहे हैं। हमारा ऑटो हम बुक कर रहे हैं और ऑटो भी क्या बोलते हैं उसको मुझे पता नहीं। और हम जा रहे हैं, हम जिग्दिन गर्नु है ऑटो आइसक्यो के भन्नु त्यसमा जिल्ला प्रशासनमा हाम्रो काम रहेको छ, इम्पोर्टेन्ट काम। अनि हाम्रो हाई भन्नु न, हाई भन्नु के अब यस्तो सामान कटवटा पर राखन एउटै हो नि जेम्स अङ्कल। पछाडि हालौँ कि लाई त चामल त पछाडि हाल्यो कि हेर्न राख्नुस् राख्नुस् यस्तै काम गर्नुपर्छ। मम्मी म डराएँ, यो धन्न गएको हो कि यसको ओट नलाएर। हामी बजार जान लाग्छौँ आज। नानी र मेरो काम छ बजारमा, अटोमा जाइसक्यो। अङ्कलले अरे दाइले यहीँ लिन आउनुभयो हामीलाई घरमै। लटक्क लगाएर हामी चाहिँ अटो पनि चढिसक्यो अनि हामी चाहिँ लाग्यो बजारतर्फ। अटो भने घरमैसम्म पुगेको थियो कारण हामीसँग धेरै सामान भएकोले। अनि त्यो सामान चाहिँ हामी बजारै दिदीको घरमा, ठुली आमाको छोरीको घरमा पुऱ्याइरहेका थियो। अनि हामी चाहिँ लाग्यो आफ्नो गन्तव्यतर्फ। र मेरो दाइलाई भने भ्लगिङ गर्न अड लाग्छ अरे, त्यसैले मैले उहाँको च्यानलदेखि भ्लगिङ गर्दैछु यो भिडियोलाई। अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला, कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला हैन। हाम्रो आजको बजारको यात्रालाई हेरेर इन्जोय गर्नुहोला। डेस्टिनेसनमा यस्तो घरबाट जुन एनर्जी बोकेर आउँछौँ नि, यहाँ आएपछि सब लस भइहाल्छ कि त्यो अटोमा। जे हुन्छ म त कस्तो कच्चेर आएको, अघि मेरो हालत देख्नु पनि त फ्री भिड छ यहाँ। हाम्रो त 81 कुपन काटेर सेलानमा उम्रिने। पुरै भिड छ यो त। पुरै भिड छ कि लाइनमा बस्नु पर्दैन। समस्तो यहाँ बस्नेछु डिस्कभरी हेर्दै भन्नुभयो। लुगामा छ मास्क लान नदिने रहेछ फेरि। ओके म अहिले टिभी हेर्छु अनि पछि भेट गर्नु। कति पुरानो 42 जना पछि हाम्रो गाह्रो भयो। अब बल्ल बल्ल उता पालाएको छ। बाइकमा पालो कुर्दा 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 पालो यति कुरियो यति होइन। त्यस पछाडि हामी फेरि लाग्यो जिपरकातर्फ। जिपरकामा काम बढेपछि पनि अझै धेरै काम छ क्या बाँकी यो बजारमा। अनि कति बेला फर्कने हुन्छ घरमा, यस्तो भिड के यति पालो कुर्नुपर्छ। अलि तल गएर पनि त्यही होला, झ्याउलै रहेछ। सो गाइस फाइनली जिल्ला प्रशासन कार्यालयमा आइपुग्यो हामी। ल डेस्टिनेसन पुग्यो त। ल मनै रहेछ यहाँ जिल्ला प्रशासन कार्यालयभित्र बनाउनु त, भिडियो बनाउनु त। अब बाहिर त बनाउनु, यहाँ टिकट लिन र नागरिकताको फोटोकपी गर्न आएको छ। ल काउन्टर हामी चाहिँ यहाँ टिकट लिएर गइसकेका छौँ। अब फाइनल्ली जिपरकाको काम पनि सिद्धिसक्यो, कागजपत्रहरू सबै बनाइसक्यो। त्यसपछि अब हामी सुरुमा हाम्रो त्यहाँ उसमा के अरे जेसिस कार्यक्रममा बक्ति टोकालाई बोल्न आएको थियौँ।
त्यस बेलामा माडेबिल जाम घुम्दा भन्नुभयो यहाँ आयौँ कति राम्रो लाग्यो कि सुरुमा विदेशीहरू अनि खेल गरेन गर्दैन कति मान्छे घुम्न गएको पुरै टोटफोड हेर्नु जेन्जीको टोटफोड यस्तो छ अनि पुरै गयौँ बस्यौँ राम्रो लाग्यो हाम्रोले त्यो के एउटा प्रमाणपत्र दिनलाई नाम बोला रहेछन् हाम्रो जाँदै गएनौँ सरले चाहिँ पुग्दिनु भएर चाहिँ हामी त यहाँ घुम्न आएको पुलिसमा अलिक जाम हाल्ला नि थियो ऊ जेसिस लेखेको छ नि त्यो उसमा यो देख्नुमा यो गेटमा यसको भित्र के फाइनल्ली हामी डेन्टल क्लिनिकमा पनि आइसकेका छौँ क्लिनिकमा छौँ के किन्ने रे पिठो त्यो तेल तेल हजुर दाना के दाना माथिको कुखुराको उता अङ्कलले थाहा भन्नुभएको छ अरे अनि फेरि ऊ सर्राबाट चढ्नु लाग्नु नबिर्सिनु दिदीले भन्थ्यो फाइनल्ली कामहरू सबै सिद्धायो अब हामी चोकमा गएर अङ्कल आउनु भएको छ गाडी चढेर जानेछौँ यति ठाउँमा भिडियो बनाउन नदिने के मनाइ छ प्राय भिडियो पनि चोकैमा पाइन्छ होला त्यहाँ अङ्कलले किनिदिनु भइहाल्छ क्या के ती सबै चिजहरू तेल पिठोहरू चोकैमा छु के गर्नुहुने तपाईँले के गर्ने छ कौडा किने नि मैले त्यही मात्रै हुन्न कि कौडा किन्दा अलिक कति ढिलो हुन्छ कि जाने अघि नै अङ्कलले पठाएर साँझ जान्छौँ भने त्यहाँबाट कौडा किन्ने बिर्सिथियो कस्तो दामी गरेर नेपालका झन्डाहरू पुरै चटपटे खाने न चटपटे खाने फेरि माथि जानुपर्छ नि यहाँ चटपटे हामी चाहिँ सब सामान बनाएर पनि अनि आइसक्यो बजारदेखि नानी त्यहाँ छ त्यो एउटा सामान हो त्यो चल्ला खाने दाना छ हो यो चाहिँ क्रिसमसको लागि हो अनि पछाडि चाउमिन छ आज नास्ता खाएर कस्तो जानु गाडीमा मलाई चाहिँ बोमिराउ चाहिँ कस्तो भइरहेको अनि मोबाइल स्टोरेज फुल भएर त्यस्तो बनाउनु पनि पाएन भिडियो डिलिट फालेर अरू अनि बल्ल फेरि हो इन गर्नुलाई हो त्यही पनि अनि नानीले ऊ अटोमा को त्यो रेस्टुरेन्टमा को बनायो तर स्टोरेज फुल भएर स्पेसै नभएर यत्तिको ओके भएछ यसले थाहै नभयो यति कराइरहेको पछि हेरेर थाहा पायो अनि फेरि पुरानो भिडियो डिलिट फालेर अहिले चाहिँ यो इनको लागि गरेर लगाइस् यति पुरा राखेँ मैले भाइ।